चाहिँ कुकुरको मुखबाट पानी निस्किने ठाउँ रहेको छ। त्यसपछि मानिसहरू तलबाट सबै नुहाउने गर्छन्। समय निकालेर जानु होला, किनकि यस्तो ठाउँहरूलाई एकादशीको मेलाको जात्रा भनेर सबै परिवारहरू गाउँको मान्छेहरू जाने बेलामा एकदम सावधान गरेर जानुपर्ने हुन्छ। नमस्ते साथीहरू, आजको भिडियोमा तपाईहरुलाई जानकारी दिन गइरहेका छौं। एउटा यस्तो ठाउँ हो जहाँ तपाईले जान सक्नुहुन्छ कि हुन्न होला, एकदम पवित्र स्थान जुन भगवानको वास बसेका हुन्छन्, त्यो ठाउँको बारेमा जानकारी दिन गइरहेका छौं। जुन ठाउँ रहेको छ गंगा जमुना माताकी मन्दिर भनेर चिनिन्छ। धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकामा रहेको यो पवित्र स्थान गंगा जमुना माताकी मन्दिर एकदम अनौठो उत्कृष्ट ठाउँ रहेको छ। यो ठाउँमा गएपछि तपाईलाई एउटा अचम्म लाग्न सक्छ, जहाँ पहाडको तल पुगेर झांग्रीले ढ्याङ्ग्रो बजाएर तन्त्र मन्त्र फुकेर चामलको दाना पहाडतिर छड्काएपछि अचानक पहाडको माथिबाट पानीको झरना सललल बगेर आउँछ। त्यसपछि मानिसहरू तलबाट सबै नुहाउने गर्छन् र दर्शन गर्ने गर्छन्। यो अनौठो ठाउँलाई तपाईले पनि जान सक्नुहुनेछ यदि तपाईको इच्छा रहर भएमा। यदि तपाईले यो ठाउँमा जानु भएको छैन भने समय निकालेर जानु होला, किनकि यस्तो ठाउँहरूलाई त हामीले माया प्रेम गर्नुपर्छ, छानी छानी जानु पनि पर्छ, किनकि हाम्रो देशमा यस्तो पवित्र स्थानहरू धेरै रहेका छन्। हामीले जानेका पनि छैनन्, देखेका पनि छैनन्, तर धेरै भन्दा धेरै यस्तै पवित्र स्थान ठाउँहरू रहेका छन्। संसारमा पब्लिस भएको छैनन्, तर हामीसँग यस्तो ठाउँहरू धेरै रहेका छन्। यो ठाउँमा सबैभन्दा धेरै यात्रा गर्ने भनेको पहिलादेखि नै तामाङहरूले गर्छन्। तामाङहरू कसरी गर्छन् भन्दाखेरि एकादशीको मेलाको जात्रा भनेर सबै परिवारहरू गाउँको मान्छेहरू झांग्रीको साथमा लिएर जाने गर्छन्। सबै मिलेर जाने गर्छन्। 3 या 4 दिनको यात्रा गर्थ्यो पहिला। आजभन्दा 10-15 वर्ष पहिले चाहिँ पैदल यात्रा गर्दै जान्थ्यो। अहिले चाहिँ गाडीको बाटो बनिसकेका छन्, तर गाडीको बाटो उति राम्रो छैनन्। त्यसैले गर्दा जाने बेलामा एकदम सावधान गरेर जानुपर्ने हुन्छ। और त्यही पनि आफ्नो ठुला गाडीहरू त यो ठाउँसम्म जाँदैनन्, तर बाइकहरू यहाँको तलतिरसम्म जान्छन्। तर पनि जुन भगवानको मन्दिर रहेको छ त्यो ठाउँमा चाहिँ पैदल यात्रा गर्नुपर्छ, सिडी पार गरेर जानुपर्छ। एकदम ठाडो ठाउँबाट माथि चढ्नु पर्छन्। त्यो ठाउँमा पनि धेरै भन्दा धेरै होशियार गरेर जानु होला। तल माथि पुगेर तल खस्यो भने फेरि जिन्दगी फर्केर आउँदैन जस्तो छ, त्यस्तै खालको ठाउँ रहेको छ। एकदम पवित्र स्थान रहेको छ जुन गंगा जमुना माताकी मन्दिर भनेर चिनिन्छ। मैले भनिसके धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकामा रहेको यो पवित्र स्थान भिजिट गर्नु होला। हाम्रो यस्तै ठाउँहरूलाई हामीले पब्लिस गर्नु जरुरी छ जस्तो लाग्छ, किनकि पर्यटक भित्राउने ठाउँ यस्ता नै हो, तर सरकारले वास्ता गर्दैनन् यस्ता ठाउँहरूलाई। त्यही कारणले गर्दा हामी पछि परेको जस्तो लाग्छ। और तपाईहरुलाई यो ठाउँ कस्तो लाग्छ कमेन्ट गर्नु होला, प्रतिक्रिया लेख्नु होला। यहाँ धेरै मैले भनिसके यात्रा गर्छ भनेको तामाङहरूले झांग्रीहरूको साथमा जान्छन् और आफूले चाहेको आफूले केही मागेर आउँछन् और मागेपछि आफ्नो मनोकामना पूरा हुन्छ भन्ने कुराहरू रहेको छन्। जुन गंगा और जमुना माता यहाँको कहानी त मलाई खासै 100% थाहा छैनन्, तर पनि अलिकति सुनेका थिए। पहिलाको जमानामा एक परिवारको 2टा दिदी बहिनी हुनुहुन्थ्यो रे, जुन गंगा जमुना हुनुहुन्थ्यो रे। हराएको गंगा जमुना दिदी बहिनी खोज्दै जाँदा यो पहाडमा भेटेको, यो ठाउँमा भेटेको कारणले गर्दा यहाँ मन्दिर स्थापना गरेको भन्ने कुराहरू धेरै छन्। मलाई 100% थाहा छैनन् यसको कहानी, त्यही भएर म पुरा जानकारी दिन सकेनन्। किनकि तर हामी यात्रा गरेका छौं, यो ठाउँमा गएका छौं, त्यसैले गर्दा आफूले जानेको कुराहरू शेयर गरिरहेका छौं, जानकारी दिइरहेका छौं। और यो यहाँ जानुको लागि तपाईलाई काठमाडौँदेखि पनि बस पाउँछ और धादिङ हुँदै जानुपर्छ। धादिङबाट और यहाँ तपाईलाई यो ठाउँमा पुगेपछि माथि चढ्नुको लागि चाहिँ तर एकदम गाह्रो नै छ। जसले पैदल यात्रा माथि चढ्न सक्छ त्यसले मात्रै पुग्छ होला माथि, नत्र एकदम सावधान गरेर जानुपर्छ, बिस्तारै जानुपर्ने हुन्छ। तपाईलाई भगवानले परीक्षा लिने नै छ यो ठाउँमा। और यहाँ माथि दर्शन गरिसकेपछि सबैभन्दा तल आएर चाहिँ कुकुरको मुखबाट पानी निस्किने ठाउँ रहेको छ। त्यहाँ पनि तपाईले नुहाएर आउनुपर्छ भन्ने कुराहरू छन्। और किनकि लासको दर्शन रहेको छ, जुन कुकुरको मुखबाट पानी निस्किने ठाउँमा लासमा दर्शन गरेपछि तपाईको मनोकामना पूरा हुन्छ भन्ने
कुराहरू हामीले सुनेका छौँ, यो मानिसहरू गरिरहेका छौँ, त्यो आफ्नो मनभित्रको विश्वासको कुरा हो। तपाईँ विश्वास गर्नुहुन्छ भने हुन्छ होला, मलाई थाहा छैनन् होइन, तर यो यस्तो पवित्र स्थान भगवान भएको ठाउँहरूमा हामीले भिजिट गर्नुपर्छ जस्तो लाग्छ। तपाईँलाई यो ठाउँको बारेमा जानकारी कस्तो लाग्यो और यो ठाउँ कस्तो लाग्यो कमेन्ट गर्नु होला, प्रतिक्रिया लेख्नु होला। यस्तै ठाउँहरूलाई माया गर्नु होला। हाम्रो देशको पहिचानहरू, नेपाली पहिचानहरू यस्तै रहेका छन्। भिडियो हेर्नुको लागि नमस्कार।